सर। सम्पूर्णमा नमस्कार। म गजल सुरु गर्छु। गजल यसरी सुरु हुन्छ। कसैले राखेर अहङ्कार आँखाहरूमा, कसैले राखेर अहङ्कार आँखाहरूमा प्रहार गरिरहेछ बारम्बार आँखाहरूमा। कसैले राखेर अहङ्कार आँखाहरूमा प्रहार गरिरहेछ बारम्बार आँखाहरूमा। एउटा बिलिनो जिन्दगी दौडिरहेछ, एउटा बिलिनो जिन्दगी दौडिरहेछ निकालेर नुनिला छार आँखाहरूमा। आँखाले दुनियाँ नियाल्न खोज्छौ तिमी, आँखाले दुनियाँ नियाल्न खोज्छौ तिमी, नियाल्न सके देखिन्छ संसार आँखाहरूमा। आँखाले दुनियाँ नियाल्न खोज्छौ तिमी, नियाल्न सके देखिन्छ संसार आँखाहरूमा। मुटु नै छेदन गर्छ कसैको नजरले, मुटु नै छेदन गर्छ कसैको नजरले, हुन्छन् कि तीखा धार आँखाहरूमा। मुटु नै छेदन गर्छ कसैको नजरले, हुन्छन् कि तीखा धार आँखाहरूमा। डुब्नै रहर भए यी नयनमा डुब्नु, डुब्नै रहर भए यी नयनमा डुब्नु, डुब्नै रहर भए यी नयनमा डुब्नु। समुद्र हुन्छ हुन्छ इनार आँखाहरूमा। डुब्नै रहर भए यी नयनमा डुब्नु, समुद्र हुन्छ हुन्छ इनार आँखाहरूमा। कसैले राखेर अहङ्कार आँखाहरूमा प्रहार गरिरहेछ बारम्बार आँखाहरूमा। धन्यवाद। धन्यवाद गजलकार सञ्जिता लम्सालज्यूलाई। आगो बोकेर हिँडेको छु पैतालामा, आगो बोकेर हिँडेको छु पैतालामा, गहिरा समुद्र भए पनि आँखामा। आगो बोकेर हिँडेको छु पैतालामा, गहिरा समुद्र भए पनि आँखामा। राजधानीमा चिच्याउन सजिलो छ, राजधानीमा चिच्याउन सजिलो छ, राष्ट्रियता बिझाउँछ सिमानामा। राजधानीमा चिच्याउन सजिलो छ, राष्ट्रियता बिझाउँछ सिमानामा। यसरी हामी एक अर्काका भएनौँ, यसरी हामी एक अर्काका भएनौँ। कहाँ तिमी बगैँचामा, कहाँ म पहरामा। यसकारण हामी एक अर्काका भएनौँ, कहाँ तिमी बगैँचामा, कहाँ म पहरामा। बोलेर संसार जित्छु भन्नेहरू सुन, बोलेरै संसार जित्छु भन्नेहरू सुन। बुद्धले संसार जितेका थिए मौनतामा, बोलेरै संसार जित्छु भन्नेहरू सुन। बुद्धले संसार जितेका थिए मौनतामा। लुटेरालाई चाबी, अमृतजीको जवाफ पनि यो शेरमा आउँदैछ। लुटेरालाई चाबी सुनपिएपछि के हुन्छ? लुटेरालाई चाबी सुम्पिएपछि के हुन्छ? लुटेरालाई चाबी सुम्पिएपछि के हुन्छ? नेता दरबारमा जनता भड्खाल। धन्यवाद। धन्यवाद सर यो गजलको लागि गजलकार प्राञ्जललाई। र हामी गजलको अन्तिम चरणमा छौँ र मैले गजलकार आवाज शर्मालाई मैले गजल वाचन सम्बोधन यथावत सबैलाई माया सम्मान। म आफ्नो गजलतिर प्रवेश गर्न चाहन्छु। राखेर निष्ठुरीको तस्बिर सिरानेर, राखेर निष्ठुरीको तस्बिर सिरानेर। चट्टान बन्छु भन्थे, चट्टान बन्छु भन्थे, पग्लिन्छु उत्तिखेर।
राखेर निष्ठुरीको तस्बिर सिरानेर भन्नेले भन्न सक्ला भन्नेले भन्न सक्ला भन्नेले भन्न सक्ला भन्नेले भन्न सक्ला हावाको चाल उल्टो भन्नेले भन्न सक्ला हावाको चाल उल्टो चङ्गा फरक फर्क्यो चङ्गा फरक फर्क्यो आकाश तौलिएर चङ्गा फरक फर्क्यो आकाश तौलिएर घनको प्रहार सहँदा ईश्वर भयो रे कोही घनको प्रहार सहँदा ईश्वर भयो रे कोही गिट्टी हुँदैछ कोही गिट्टी हुँदैछ कोही उस्तै पीडा सहेर गिट्टी हुँदैछ कोही उस्तै पीडा सहेर सोच्दै कहाली लाग्छ सोच्दै कहाली लाग्छ सोच्दै कहाली लाग्छ सोच्दै कहाली लाग्छ कतिसम्म रहेछ तिर्खा सोच्दै कहाली लाग्छ कतिसम्म रहेछ तिर्खा खहरेले प्यास मेट्यो खहरेले प्यास मेट्यो बस्ती पुरै पिएर खहरेले प्यास मेट्यो बस्ती पुरै पिएर झुक्दै झुकिन्न कहिल्यै झुक्दै झुकिन्न कहिल्यै झुक्दै झुकिन्न कहिल्यै भन्ने कुरा रहेछ झुक्दै झुकिन्न कहिल्यै भन्ने कुरा पो रहेछ भुइँ छोयो हिँड्छु शिरले भुइँ छोई हिँड्छु शिरले आफैले आइहेर भुइँ छोई हिँड्छु
अहिले आई हेर। गजल त यति नै सकिएको हो। एउटा बोनस शेर थियो, त्यो बोनस शेर छुस्स थप्छु। मैले मलाई हेर्ने मैले मलाई हेर्ने आफ्नै नजर छ दोषी। मैले मलाई हेर्ने आफ्नै नजर छ दोषी। तिम्रा नजरले पैँचो, तिम्रा नजरले पैँचो हेरौँ कि एक फेरा। तिम्रा नजरले पैँचो हेरौँ कि एक फेरा। हेरौँ कि एक फेरा। धन्यवाद। कार्यक्रम सञ्चालक बहादुर बानिया, प्रतिबिम्ब वाङ्मय प्रतिष्ठानको सचिव। म आसन ग्रहण को लागि चाहिँ अगाडि जाँदैछु। प्रतिबिम्ब वाङ्मय प्रतिष्ठानका चाहिँ अध्यक्ष श्री शिवरी आचार्यज्यूलाई कार्यक्रमको अध्यक्षता ग्रहण गरिदिनु अनुरोध गर्छु। प्रमुख आमन्त्रित व्यक्तित्व गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद विकास मन्त्री माननीय श्री रेखा गुरुङज्यूलाई प्रमुख अतिथिको आतिथ्य ग्रहण गरिदिनु हार्दिक अनुरोध गर्दछु। आजका अभिनन्दित हुनुहुने व्यक्तित्व नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव, पोखरेल युवा सांस्कृतिक परिवारका सल्लाहकार, यस प्रतिष्ठानका संस्थापक सल्लाहकार, कवि, लेखक, संस्कृतिविद श्री तीर्थ श्रेष्ठज्यूलाई आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। पोखरा महानगरपालिका वार्ड नम्बर 19 का वडा अध्यक्ष श्री पुष्पेन्द्र पाण्डेज्यूलाई अतिथिको आसन ग्रहण गरिदिनु हुन अनुरोध गर्छु। त्यसैगरी पोखरा नगरपालिका वार्ड नम्बर 16 का वडा अध्यक्ष अमृत तिमिल सिन्हालाई पनि आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। हाम्रो प्रमुख अतिथिज्यूहरूलाई माला खाताद्वारा चाहिँ स्वागत गरिदिन म संस्थाको सदस्य सचिव सरिता केसी भट्टराई र सदस्य उर्मिलालाई खातामाला चाहिँ लगाइदिनु भयो। लोक गायिका स्वरको धनी श्री हरिदेवी कोइरालाज्यूलाई पनि आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। आजको वसन्त काव्यमा सहजीकरणको सहजकर्ताहरूको रूपमा चाहिँ हामीले 3 जना डाक्टर ईश्वर मणि अधिकारीज्यूलाई पनि आसन ग्रहण गर्नको लागि हार्दिक अनुरोध गर्दछु। त्यसैगरी गजल वाचनका सहजकर्ता श्री दीपक समीज्यूलाई पनि आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। त्यसैगरी मुक्तक वाचनका सहजकर्ता श्री प्राञ्जल ढोपानेज्यूलाई पनि आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्छु। यस प्रतिष्ठानका सल्लाहकार, पदाधिकारी सदस्यज्यूहरू, संस्थाको आजीवन सदस्यज्यूहरू, विभिन्न विद्यालयहरूका प्रिन्सिपल, निर्देशक, विभिन्न संस्था, आमा समूह
अध्यक्ष प्रमुख वा प्रतिनिधि हरू, पत्रकार, रचना वाचन गर्ने स्रष्टा, कवि, लेखक, साहित्य प्रेमी उपस्थित सम्पूर्णमा आफ्नो स्थानमा आसन ग्रहण गरिदिनु हुन सादर अनुरोध गर्दछु। स्वागत मन्तव्यको लागि यस प्रतिष्ठानको कार्य समिति सदस्य श्री रेशमा शेरचन अधिकारीज्यूलाई प्रमुख अतिथि लगायत उपस्थित सम्पूर्णमा स्वागत मन्तव्य राखिदिनु हुन हार्दिक अनुरोध गर्दछु। धन्यवाद कार्यक्रम सञ्चालक एवं प्रतिबम्ब वाङ्मय प्रतिष्ठानका सचिव ओमबहादुर बानियाज्यूलाई, आजको वसन्त काव्य महोत्सव कार्यक्रममा अध्यक्षता ग्रहण गरिरहनुभएका प्रतिबिम्ब वाङ्मय प्रतिष्ठानका अध्यक्ष शिवहरि आचार्यज्यू, त्यसै गरी प्रमुख आमन्त्रित व्यक्तित्व सामाजिक विकास, युवा तथा खेलकुद विकास मन्त्री माननीय रेखा गुरुङज्यू, त्यसै गरी प्रतिबिम्ब वाङ्मय प्रतिष्ठानका सल्लाहकार एवं नेपाल सरकारका पूर्व सचिव बाबुराम आचार्यज्यू, आजका अभिनन्दन हुनुहुने व्यक्तित्व नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव, पोखरेली युवा सांस्कृतिक परिवारका सल्लाहकार, कवि, लेखक, संस्कृतविद श्री तीर्थ श्रेष्ठज्यू, लोक गायिका स्वर्की धनी हरिदेवी कोइरालाज्यू, त्यसै गरी यहाँ उपस्थित आमन्त्रित अतिथिज्यूहरू, कवि तथा कवयित्रीज्यूहरू, सञ्चारकर्मी मित्रहरू तथा यहाँ उपस्थित सम्पूर्ण साहित्य प्रेमी दाजुभाइ तथा दिदीबहिनीहरूमा म हार्दिक नमन व्यक्त गर्न चाहन्छु। शब्दमा यस्तो शक्ति हुन्छ जसले टुटेको मन जोड्न सक्छ, अँध्यारो जीवनमा उज्यालो भर्न सक्छ र मौन भावनालाई पनि बोल्न सिकाउँछ। त्यसैले भनिन्छ जहाँ साहित्य बाँच्छ त्यहाँ सभ्यता बाँच्छ, जहाँ कविता बाँच्छ त्यहाँ मानवता मुस्कुराउँछ। यिनै प्रेरणादायी भावनासहित आजको यस गरिमामय प्रतिबिम्ब काव्य सम्मान अर्पण तथा काव्य वाचन समारोहमा यहाँहरू सबैलाई हार्दिक स्वागत गर्न पाउँदा म अत्यन्त हर्षित तथा गौरवान्वित महसुस गरेकी छु। साहित्य समाजको ऐना हो अनि कविता मानव हृदयको सबैभन्दा सुन्दर अभिव्यक्ति हो। कविता केवल शब्दहरूको संयोजन मात्र होइन, यो त मनको सङ्गीत, आत्माको स्पन्दन र संवेदनाको सजीव चित्र हो। कहिलेकाहीँ एउटा सानो कविताले पनि जीवनलाई हेर्ने दृष्टिकोण परिवर्तन गरिदिन्छ। एउटा मिठो शब्दले निराश मनमा आशा जगाउँछ, थाकेको यात्रामा ऊर्जा थप्छ अनि हार मान्न लागेको मानिसलाई फेरि उठेर अघि बढ्ने साहस दिन्छ। आजको यो सुन्दर अवसर केवल सम्मान अर्पण गर्ने कार्यक्रम मात्र होइन, यो त सिर्जनाको उत्सव हो, शब्दहरूको सुगन्धले भरेको आत्मीय जङ्गल हो। हामी यहाँ ती स्रष्टाहरूलाई सम्मान गर्न उपस्थित भएका छौँ जसले आफ्ना सृजनात्मक शब्द मार्फत समाजमा चेतना, प्रेम, संस्कार र सकारात्मक सोचको दीप प्रज्वलित गर्नुभएको छ। सम्मान भनेको केवल एउटा पदक, दोसल्ला वा प्रमाणपत्र मात्र होइन, सम्मान भनेको व्यक्तिको योगदान प्रतिको आदर हो, सङ्घर्ष प्रतिको सम्मान हो अनि सिर्जना प्रतिको कृतज्ञता हो। आज सम्मानित वा अभिनन्दन हुने आदरणीय व्यक्तित्व वास्तवमै समाजका प्रेरणाको स्रोत हुनुहुन्छ। उहाँका सिर्जनाले धेरै मानिसका मन छोएका छन्, धेरै युवालाई साहित्यप्रति आकर्षित गरेका छन् र नेपाली भाषालाई अझ समृद्ध बनाएका छन्। भनिन्छ धनले मात्र मानिस धनी हुँदैन, असल विचार र मिठा शब्दले पनि मानिस महान बन्छ। साँचो अर्थमा साहित्यले मानिसलाई मानिस बन्न सिकाउँछ। यसले हृदयमा करुणा, व्यवहारमा नम्रता र सोचमा विशालता ल्याउँछ। जब समाजमा संवेदना हराउन थाल्छ त्यति बेला साहित्यले नै मानवतालाई जोगाउने काम गर्छ।
त्यसैले साहित्य केवल मनोरञ्जनको माध्यम होइन, यो समाज रूपान्तरणको शक्तिशाली साधन पनि हो। आजको यस काव्य वाचन समारोहमा प्रस्तुत हुने सिर्जनाहरूले पक्कै पनि हाम्रो मनलाई छुनेछन्, सोच्न बाध्य बनाउनेछन् अनि जीवनलाई अझ सुन्दर ढङ्गले बुझ्ने प्रेरणा दिनेछन् भन्ने विश्वास लिएकी छु। कवितामा आँसु पनि हुन्छ, मुस्कान पनि हुन्छ, पीडा पनि हुन्छ, आशा पनि हुन्छ। यही विविध भावनाको सङ्गम नै साहित्यको वास्तविक सौन्दर्य हो। र यस गरिमामय कार्यक्रममा यहाँहरूको अमूल्य उपस्थितिले कार्यक्रमलाई अझ भव्य सभ्य आत्मीय र स्मरणीय बनाएको छ। यहाँहरूको साथ, माया र उत्साहले नै यस्ता साहित्य कार्यक्रमहरू सफल र अर्थपूर्ण बन्ने गर्दछन्। अन्त्यमा यस कार्यक्रमको सफल आयोजनाका लागि प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु। साथै आज अभिनन्दन हुनुहुने, सम्मानित हुनुहुने आदरणीय व्यक्तित्वज्यूमा हार्दिक बधाई तथा उज्जवल साहित्यिक यात्राको शुभकामना पनि म व्यक्त गर्दछु। र पुनः यहाँहरू सबैमा हार्दिक स्वागत, सम्मान तथा शुभकामना प्रकट गर्दै आफ्नो मन्तव्य यही अन्त गर्दछु। हस्त धन्यवाद। धन्यवाद। अब हाम्रो आजको कार्यक्रमको चाहिँ उद्घाटन हाम्रो प्रतिबिम्ब वाङ्मय प्रतिष्ठानको ब्यानरमा हस्ताक्षर गरेर परमपदजी गण्डकी प्रदेश मन्त्री श्री रेखा गुरुङज्यूलाई हार्दिक अनुरोध गर्दछु। गण्डकी बोर्डिङ स्कुल लामाचौरका पूर्व प्रिन्सिपल रवि बरालज्यूलाई आसन ग्रहणको लागि चाहिँ हार्दिक अनुरोध गर्दछु। आजको अभिनन्दित व्यक्तित्व नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव, पोखरी युवा सांस्कृतिक परिवारका सल्लाहकार, यस प्रतिष्ठानका संस्थापक सल्लाहकार, कवि लेखक संस्कृतविद श्री तीर्थ श्रेष्ठज्यूलाई अभिनन्दनको लागि हाम्रो मञ्चमा चाहिँ माननीय मन्त्रीज्यूलाई धन्यवाद कार्यक्रम सञ्चालकज्यू, यस महत्त्वपूर्ण कार्यक्रमका सभाध्यक्षज्यू, मञ्च आसीन माननीय साहित्यकार, सम्मानीय आदरणीय मेरा व्यक्तित्वज्यूहरू, आदरणीय स्रष्टाहरू, कला भाषा र संस्कृति प्रेमी सम्पूर्ण महानुभावहरू, उपस्थित सम्पूर्ण साहित्य अनुरागी मनहरूमा मेरो हार्दिक नमस्कार। आज यो वसन्त काव्य महोत्सव जस्तो सृजनात्मक र आत्मिक ऊर्जाले भरिएको कार्यक्रममा उपस्थित हुन पाउँदा म अत्यन्तै गौरवान्वित महसुस गरेको छु। साहित्य केवल शब्दहरूको संयोजन होइन, यो समाजको चेतना हो, समयको आवाज हो, मानव संवेदनाको उज्यालो दीप हो। कविताले कहिले आँसु बोल्छ,
कहिले विद्रोह बोल्छ, कहिले प्रेम, पीडा र आशाको सुगन्ध फैलाउँछ। त्यसैले सभ्य समाजको आत्मा जिउँदो राख्ने सबैभन्दा सुन्दर शक्ति साहित्य नै हो भन्ने मलाई लागेको छ। आजको यो काव्य समारोहले स्रष्टा र समाजबीच भावनाको सेतु निर्माण गरेको छ। प्रतिभाको सम्मान गर्नु भनेको समाजको चेतनालाई सम्मान गर्नु हो। कलमले निर्माण गर्ने चेतना कुनै पनि शक्तिभन्दा गहिरो र दीर्घकालीन हुन्छ। वसन्त प्रकृतिको मात्र होइन, मन र विचारको पनि पुनर्जागरण हो। यही वसन्त झैँ साहित्यले समाजमा प्रेम, सहिष्णुता, चेतना र मानवीयताको सुवास फैलाइरहोस् भन्ने कामना गर्दछु। अन्त्यमा यस्तो गरिमामय कार्यक्रम आयोजना गर्नुहुने प्रतिबिम्ब बाटमय प्रतिष्ठानप्रति हार्दिक धन्यवाद पनि म व्यक्त गर्न चाहन्छु। सृजनशीलता, साहित्य र संस्कृतिको यो उज्यालो यात्रा निरन्तर अगाडि बढिरहोस् भन्ने शुभकामना व्यक्त गर्दै म आफ्नो भनाइ अन्त्य गर्न चाहन्छु। जय साहित्य, जय संस्कृति, जय नेपाल। अभिनन्दित व्यक्तित्व, कवि, लेखक, संस्कृतिविद श्री त्यस्ता श्रेष्ठज्यूलाई आफ्नो मन्तव्य राखिदिनु हुन चाहिँ सादर अनुरोध गर्दछु।